एक पटकको कुरा हो, बोधिसत्व सिद्धार्थ गौतम जो पछि बुद्ध बन्नुभयो ले कठोर तपस्या गरिरहनु भएको थियो। उहाँले लामो समयसम्म शरीरलाई अत्यन्तै दुःख दिने खालका अभ्यासहरू गर्नुभयो, तर त्यसबाट साँचो ज्ञान प्राप्त भएन। अन्तमा उहाँले अति कठोर तपस्या छोडेर मध्यम मार्ग मिडल पाथ अपनाउने निर्णय गर्नुभयो। नदीमा स्नान गरेर सुजाता नाम गरेकी एक धनी महिलाले अर्पण गरेको दूध भात खिर ग्रहण गरी उहाँले आफ्नो शरीरलाई केही शक्ति दिनुभयो। यसपछि उहाँ गया नजिकको एक पिपलको रुख जसलाई पछि बोधिवृक्ष बनियो तर्फ लाग्नुभयो। घाँसीको भेट बाटोमा उहाँले सोथ्य सर्थय नाम गरेका एक घाँसीलाई भेट्नुभयो। सोथ्यले बोधिसत्वको शान्त तेजस्वी र अद्भुत अनुहार देख्यो। बोधिसत्वको रूपमा एक असाधारण चमक र अलौकिक शान्ति थियो। सोथ्य घाँसीले बोधिसत्वलाई गहिरो सम्मानका साथ अभिवादन गर्यो र सोध्यो, हे महापुरुष, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? तपाईको यो शान्त र पवित्र रूपले मलाई मोहित गर्यो। बोधिसत्वले जवाफ दिनुभयो, म सत्यको खोजीमा छु र म ज्ञान प्राप्तिको लागि उपयुक्त आसनको खोजीमा छु। घाँसीको अर्पण यो सुनेर सोथ्यले आफूले भर्खरै काटेर जम्मा गरेको 8 मुठा नरम कुश घाँस खोजा ग्रास बोधिसत्वलाई श्रद्धापूर्वक अर्पण गर्यो। सोथ्यले भन्यो, यो घाँस धेरै नरम र पवित्र छ। कृपया यसलाई लिनुहोस् र आफ्नो आसन बनाउनुहोस्। मेरो कामना छ कि तपाईले यस आसनमा बसेर तपाईले खोजिरहनु भएको सर्वोच्च ज्ञान सुप्रिम एनलाइटनमेन्ट प्राप्त गर्नुहोस्। बोधिसत्वको संकल्प बोधिसत्वले त्यो घाँस लिएर पिपलको रुखमुनि जानुभयो। उहाँले घाँसलाई पूर्वतिर फर्केर आसनको रूपमा बिछ्याउनुभयो। अनि उहाँले अटल भएर संकल्प गर्नुभयो, मेरो शरीरको छाला हाड र मासु सुके पनि म यस आसनबाट उठ्ने छैन जबसम्म म सबै दुःखबाट मुक्ति दिलाउने सर्वोच्च अतुलनीय ज्ञान प्राप्त गर्दिन। त्यही अटल संकल्पका साथ उहाँ ध्यानमा लीन हुनुभयो। त्यस रात उहाँले बुद्धत्व ज्ञान प्राप्ति प्राप्त गर्नुभयो र सोथ्यले अर्पण गरेको सामान्य घाँस बुद्धको इतिहासमा एक पवित्र आसन बन्यो। कथाको सार र महत्त्व यस कथाले घाँसी सोथ्यको भक्ति र सहयोगलाई देखाउँछ, जसले बुद्धलाई ज्ञान प्राप्तिको लागि अन्तिम तयारी गर्न मद्दत गर्यो। यसबाट के शिक्षा पाइन्छ भने, एक सानो सहयोगको महत्त्व बुद्धत्व जस्तो महान कार्यमा पनि एक सामान्य घाँसीको सानो अर्पण घाँस महत्त्वपूर्ण बन्न पुग्यो। कुनै पनि सहयोग सानो हुँदैन यदि त्यो शुद्ध हृदयले गरिएको छ भने। 2 कर्मको फल सोथ्य घाँसीले गरेको निस्वार्थ सेवा र शुद्ध कामनाले उनलाई बुद्धको इतिहासमा अमर बनायो।